कसरी मैले जिन्दगीमा एक्लिएको मान्छे हरेक चोट प्रहारले बिलिएको मान्छे जीवन आस बोकेर हिँडेको कमी छैन यहाँ धोका दिनेको म त दुखी मान्छे मैले पछि दुःख कि गाह्रो छ गाह्रो छ जिन्दगी खासै त्यसरी पुरा गर्ने मान्छे को थियो यसरी मेरो ज्यानै लिन खोज्ने मान्छेसँग त सधैँभरि मेरो ज्यानको खतरा भनेको त्यो मान्छे चिन्न मन लागेको छ त्यो त हामीलाई थाहा भएन दादा ज्वाइँ जेठान बेलुका घरतिर फर्किँदै थियो बाटोमा एक्कासी तपाईँ त बिहोसी अवस्थामा फेला पार्यो अनि बोकेर हतार हतार यहाँ हस्पिटल लिएर आयो प्रेम गर्ने मान्छेको अगाडि हिटलर जस्तो तानाशाही त पग्लिएको थियो जनहरूको त के कुरा गर्नु र आँट र हिम्मत भन्ने कुरा घृणामा मात्रै हुँदो रहेछ सर आफूले प्रेम गरेको मान्छेहरूसँग लाग्ने डरले नै उप्रतिको माया र सम्मान झन् बढ्दै जाँदो रहेछ अनि सरको चाहिँ अझै पनि एकतर्फी मायामा अल्झिराख्ने मन छ कि त्यो त आफ्नो दृष्टिकोणको कुरा हो पूजा हामीले जनी बुढोलाई हात पत्ता गर्यौं तर फेरि तर भन्छ मलाई कुरा घुमाएको चाहिँ मन पर्दैन है के हो पोइन्टमा आउँछ मामा आफ्नै आँखाले नदेখিकन आत्मा सन्तुष्टि चाहिँ नहुने रह हाम्रो जुन नानीको दाइ छ नि मास्टर के मास्टर र तेरो त्यो लपङ्गो बिनाजु बनाउँदो जानकारी आएको थिएँ कहाँ गएर आएको थिएँ फर्किएर चाहिँ म बेहोस भएको ठाउँमा आइपुगेछु तिनीहरूले नै उठाएर हस्पिटल लगेछ जे खाएर आए पनि जस्तो अवस्थामा भए पनि हस्पिटल त लगेछन् नि त तपाईँ भएको भए लानुहुन्थ्यो यतिसम्मको नीच हरकत तपाईँले कसरी गर्न सक्नुहुन्छ बिनाजु यदि बुवालाई तलमाथि केही भइदिएको भए म सत्य बोल्दैछु पूजा रक्सी खाएको तालमा तिम्रो बाउलाई हामीले पिट्न खोजेको पनि हो तर हातपात हामीबाट भएको होइन मेरो विश्वास गर रक्सी खाएको बेला तपाईँलाई के कुरा याद हुन्छ पुरै बाटोभरि रक्तमै भएर मान्छे सेन्टी फाले यदि म राति काम परेर बाहिर ननिस्किया भए नि कामै देख्न पाइँदैन झन् बल्ल बल्ल सकी नसकी बोकेर हस्पिटल लगेर उपचार गरेर ल्याएर है उल्टो मलाई खाउला जस्तो गर्नुहुन्छ के दाइले 1-2 महिना चला भनेर यसो विश्वास गरेर दिएको थिएँ मसँग हराउ लाग्यो तपाईँसँग भयो भने सोच्दै होला भित्र लगेर गाउँमा बालाई हातै हाल्न सक्ने को चाहिँ होला त कतै त्यो लोके त होइन जे पाइ त्यही नभन तिमी पनि विचारहरू त्यतिकै शङ्का नगर ऊ आफै भर्खर ब्याएर साल फाल्न लागे भैँसी जस्तो उठ्नै सक्दैन यही हो कुरा मैले यही राख्या हो क्या अहिले कहीँ छैन हेर्नु न अब चोरै पसिआएको छ चाबी त आफूसँग राखेको थिएँ चाबी मैसँग थियो कि दाइ तब मुडो गएको साथी लाउने गरेको अनि यहाँको त किन राख्नु पर्छ भन्यो नि यहाँको साथीले लगिदिनु मैले गाह्रो छ जिन्दगी सकियो त निकी सकियो पूजा अनि एक्लै आइरहेको छौ त खै त अघिको साथी ऊ घरमा फोनमा बोलिरहेको थिएँ के डिस्टर्ब गर्नु भनेर म त एक्लै आएँ अनि पूजा के छ त नयाँ नौलो अनि कहिले फर्किनु काठमाडौँ अझै म केही हप्ता यतै बस्छु होला त्यही माथि तपाईँलाई दिएको वचन पुरा नगरी त कसरी फर्किने र वचन
कुन वचन? अब विपनाको त बिहे भइहाल्यो। तपाईँको लागि मैले राम्री केटी खोजिदिन्छु भनेकी थिएँ नि, याद छैन? ती शब्द आमाको वचन पूरा गर्न बोलिएका बाचाहरू थिए। अब आमा नै नहुनु भएपछि ती वचनको के अर्थ रहेर? फेरि अब त आफ्ना सपनाहरू पनि पूरा गर्नु छ। जीवनमा पहिलोचोटि कसैलाई मन पराएको थिएँ। भाग्य लेख्ने भागीले नै आफ्नो भाग्यमा नहालेपछि के गर्न सकिन्छ र? आमाको करले बिहे गर्न लागेको थियो। अब त बिहेको कुरा गर्न पनि मन छैन पूजा। जे भए पनि एकचोटि भेटेर हेर्नु न, राम्रोसँग कुरा गर्नु, एकअर्कालाई मजाले बुझ्नु। के थाहा तपाईँलाई मन पो पर्छ कि? यहाँ छोड्दै यो कुरा। ल पूजा अहिले लागे भेट्दै गर्नुपर्छ है। भूले हुए ऑटो पे जो हर महीने चुपके से पैसे